आज 2082 साल वैशाख महिनाको 25 गते एकादशीको दिन सानो छोरा प्रवीण पाण्डेको नाममा पाठ पूजा लगाइँदैछ। सानो छोरा प्रवीण पाण्डेले 2070 साल चैत महिनाको 25 गते रामनवमीकै दिन, त्यो बेला नि 25 गते रामनवमीको परेको थियो भने आज पनि 25 गते, तर आज एकादशी परेको छ। तर वैशाख त्यो बेला चैत महिनाको 25 गते थियो भने अहिले वैशाख महिनाको 25 गते छ। 70 साल चैत महिनाको 25 गते रामनवमीको दिन छोराले यस संसारबाट यही खोलाको पोखरीबाट डुबेर छोराले यो संसार छोडेको यो सम्झनामा छोराको आत्माको चिर शान्तिको कामना गरेर छोराको नाममा पाठ पूजा लगाउँदै गरेको अवस्था हो। भागवतको सारांश स्वरूप भनेको गीता हो। यो गीता पाठ यहाँ पनि गराइएको छ र बाबाले पनि 2065 साल चैत महिनाको 3 गते यस संसारबाट बिदा लिनुभएको थियो। खेतामा काम गर्दै गर्दामा हार्ट एट्याक भएर बाबाले यस संसारबाट बिदा लिनुभएको थियो। अनि त्यो ठाउँमा बाबाले खेतमा काम गर्दै गरेको अवस्थामा भएर खेतमा पनि भागवतको सारांश स्वरूप भनेको गीता हो भने भागवत गीता पाठ गराइयो भने यहाँ पनि बाबाको चिर शान्तिको कामना गरेर र छोराको पनि चिर शान्तिको कामना गरेर पाठ पूजा लगाइएको हो भने घरमा गणेश बाटेर यज्ञ बनाएर नान्दी श्राद्ध गरेर अब यहाँ पाठ पूजा गरेर घरमा गएर सत्यनारायणको पूजा गरिन्छ भने भोलि आमाको एकादशी व्रत थन्क्याउने कार्यक्रम पनि छ भने अनि स्वर्गीय बाबा स्वर्गीय छोरो लगायत हाम्रा हजुरबाउ हजुरआमा मामाहरूको हजुरबाउ हजुरआमा ससुरा ससुरालीको ससुरा फुपू दिदी काका लगायत सम्पूर्ण पितृ देवताहरूको चिर शान्तिको कामना गर्दै उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गीय आत्मालाई शान्ति मिलोस् भनेर पाठ लगाइँदै गरेको हो र भोलि चाहिँ एकाहा लगाएर उहाँहरूको चिर शान्तिको कामना गरिनेछ। मैले गर्न सक्ने र मैले बाबाको नाममा छोराको नाममा र पितृहरूको नाममा गर्न सक्ने मैले यसरी यही गरेको छु। उहाँहरूको आत्माले चिर शान्ति पाओस्, शान्ति मिलोस् सधैँभरि। जय होस्, कल्याण होस्, मङ्गल होस्। हरै नमः।